ल गाइस ल भक्कर गाडी साडी राख्यो है ऐसा मत करो मेरी जान अच्छा ढक्कलार गयो एकजना है केटाहरू नाङ्गे हुँदैछन् नौजना आज झर्नामा नुहाउने बेलामा भइरहेको छ केटाहरूलाई हेरेर झिङ्का 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 झिकाङ्का झिङ्का 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 झिकाङ्का ट्याक्क अब हाम्रो चाहिँ यहाँ एकदम भयो भाइ बहुत छ अब ल केस एक दुई धारा हानिदिनु टेक्ची ढल्न लाग्छ है त त्यो म मिलाइहाल्छु केटा यो चाहिँ हाम्रो यहाँ यो चाहिँ राइस है अब भाँडो नभएर यसरी म्यानेज गर्नु परिरहेको छ त्यो खोलेर देखा त बाबु एकदमै भेराइटीवाला चावल छ है त हामीसँग ट्याक्क ट्याक्क सलाद चिसो यतातिर इन्जोय चलिरहेको छ है त निकाल्न अब त मिठो भइसकेछ धनी हाल्न मात्र बाँकी थियो है त एकदम करी उडेर ठ्याक्क गयो उडेर ल देखा म्युजिक बोल्थ्यो अब यहाँ राख्नु है नजान्ने चेन्ज गरेपछि एक झुरुप पार्ने हो कि ल भयो नि सिकिसकेको मैले ठिक छ सबै रमाइलो हुँदैछ केटाहरू रमाइलो हुँदैछ केटा तर आज मासु त दामी लाग्यो मलाई तर कस्तो रस पनि दामी लाग्यो है